ल है आज चाहिँ हाम्रो कान्छा भाइ चाहिँ नेपाल आर्मीमा ट्रेनिङको लागि जानु आँटिरहेछ। बाबुआमाले बिदाई गर्नुहुँदैछ टिका लगाएर। अलिक हाम्रो चाहिँ हतार हतारमै भयो, त्यही भएर खासै राम्रो पनि भएन। क्लियर आएको छैन होला खोइ त आमाले अनि खुवाउनु अरे के साइड पुगन पर्ने त इष्टमित्र सबै दाइने बनाउनु, साथीभाइ सबै दाइने बनाउनु। राम्रो गरेर आइज मन्दिका दाइदिन्छ। अब हामी लगभग पुग्न पनि आँट्यौँ, 2 मिनट लाग्छ होला। ठ्याक्कै 9 बजे पुग्नु छ, ठ्याक्कै कति भयो 58 भयो। 59 लगभग हामी पुग्छौँ होला टाइमिङमा। आदि है चिसो मौसम हुन्छ। भाइहरूको अब आज लगभग हिलेमा चिरेपछि ट्रेनिङको लागि चाहिँ नेपाली पत्ता लाने भन्ने छ। ट्रेनिङ गर्छ होला। यसको सेवा गर्नु भनेको के भन्छ, हो नि त, ठुलो कुरा हो क्या। जो कहिले यो अवसर पाउँदैन क्या, त्यही भएर गर्व लागिरहेछ यसको सेवा गर्नु होइन। अनि फाइनली हामी गाडीतिर जाँदैछौँ। सक्यो साथीहरू सायद आइपुगिसक्यो होला सबै। अनि सायद कोही पनि आएको छैन कि के हो भने चर्चा। अनि फाइनली भाइ चाहिँ नम्बर सेभ भएन रहेछ। देखिँदैन त नि पुगेको यता यतै खोइ अब छैन गेटमा। ल पुगेको म हिले यतै जाऊ।
आजदेखि सरकारी दालमा खाने हो। भाइहरू पनि भाइको साथीहरू पनि आइसकेको रहेछन्। त्यो चाहिँ अब बाकुलो दाल खोज्यो भने नि ल होइन नि म पुऱ्याएर